हेलो नमस्ते। यो चाहिँ काठमाडौँ हो। काठमाडौँको कुन चाहिँ ठाउँ हो भनेर चाहिँ म भन्दिनँ है। काठमाडौँ दरबार स्क्वायर है। यो दरबार स्क्वायरको स्पेसली एउटा नाम छ, त्यो चाहिँ म भन्दिनँ, तपाईँहरूले मलाई कमेन्ट गरेर बताउनुहोस् है। यो यहाँनिर चाहिँ धेरै कल्चरल प्रोग्रामहरू, यहाँनिर पुरा नेपालको म्युजियम म्युजियम भन्छ नि, म्युजियममा राखेको सामानहरू हो है। एकदमै राम्रो छ क्या यो ठाउँ पनि, एकदमै घुमेर घुमिन सक्नुहुन्छ। अब यसरी हेर्दा अब मैले चाहिँ अगाडि अगाडि मात्रै यो भिडियो गरेको होइन, पुरा छ भित्र भित्र पनि छ भने, तर भित्रभित्रको भिडियोहरू चाहिँ खिचिनँ है। त्यहाँनिर चाहिँ पञ्चकन्याको मन्दिर पनि छ है। त्यहाँदेखि यो चाहिँ एउटा उयो नभएर हिस्टोरिकल प्लेस हो यो है। हिस्टोरिकल प्लेस पनि भन्छ यसलाई। अन्त यहाँनिर चाहिँ धेरै धेरै कल्चरल प्रोग्रामहरू पनि गर्ने गर्छ है। अन्त हामी जाँदा पनि एउटा प्रोग्राम हुँदै थियो त्यहाँनिर, क्या त कल्चरल प्रोग्राम हुँदै थियो, सायद नेवारहरूको के थियो त्यो दिन है। पुरा प्रोग्राम हुँदै थियो त्यहाँनिर है। हामी एकछिन हेऱ्यौँ, त्यो प्रोग्रामको भिडियो खिचेको चाहिँ मैले पहिल्यै हालिसकेको छु है। सायद तपाईँहरूले हेर्नुभयो कि भएन, मैले पहिल्यै हालिसकेको छु त्यो भिडियो चाहिँ। यो चाहिँ मैले हालेको थिइनँ र आज मैले हाल्दैछु है। तपाईँले हेर्नुहोस्, गेस गर्नुहोस् कहाँ रहेछ यो ठाउँ है। त्यो देख्दै गरेको त्यो माथि छ नि, त्यो चाहिँ मन्दिर हो। मन्दिर पञ्चकन्याको मन्दिर चाहिँ यता साइडमा छ है। अन्त एकदमै राम्रो छ, तपाईँले हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, धन्यवाद। हेलो नमस्ते। यो चाहिँ काठमाडौँ हो। काठमाडौँको कुन चाहिँ ठाउँ हो भनेर चाहिँ म भन्दिनँ है। काठमाडौँ दरबार स्क्वायर है। यो दरबार स्क्वायरको स्पेसली एउटा नाम छ, त्यो चाहिँ म भन्दिनँ, तपाईँहरूले मलाई कमेन्ट गरेर बताउनुहोस् है। यो यहाँनिर चाहिँ धेरै कल्चरल प्रोग्रामहरू, यहाँनिर पुरा नेपालको म्युजियम भन्छ नि, म्युजियममा राखेको सामानहरू हो है। एकदमै राम्रो छ क्या यो ठाउँ पनि, एकदमै घुमेर घुमिन सक्नुहुन्छ। अब यसरी हेर्दा अब मैले चाहिँ अगाडि अगाडि मात्रै यो भिडियो गरेको होइन, पुरा छ भित्र भित्र पनि छ भने, तर भित्रभित्रको भिडियोहरू चाहिँ खिचिनँ है। त्यहाँनिर चाहिँ पञ्चकन्याको मन्दिर पनि छ है। त्यहाँदेखि यो चाहिँ एउटा उयो नभएर हिस्टोरिकल प्लेस हो यो है। हिस्टोरिकल प्लेस पनि भन्छ यसलाई। अन्त यहाँनिर चाहिँ धेरै धेरै कल्चरल प्रोग्रामहरू पनि गर्ने गर्छ है। अन्त हामी जाँदा पनि एउटा प्रोग्राम हुँदै थियो त्यहाँनिर, क्या त कल्चरल प्रोग्राम हुँदै थियो, सायद नेवारहरूको के थियो त्यो दिन है। पुरा प्रोग्राम हुँदै थियो त्यहाँनिर है। हामी एकछिन हेऱ्यौँ, त्यो प्रोग्रामको भिडियो खिचेको चाहिँ मैले पहिल्यै हालिसकेको छु है। सायद तपाईँहरूले हेर्नुभयो कि भएन, मैले पहिल्यै हालिसकेको छु त्यो भिडियो।